तपाईँ यहाँ किन बस्नुभयो? म यहाँ मेरो डान्स गर्ने हाम्रो टोलीहरू आएको छ। ओए बनकी चरी Yo, what's up guys? Welcome back to many way of Nissan Antique Vlog. तपाईँहरुलाई स्वागत छ फेरि पनि मेरो आउनुहुन्छ नयाँ भ्लग लिएर। So good morning everyone. चिया नास्ता खाइसक्नु भयो होला कि खाँदै हुनुहुन्छ के गर्दै हुनुहुन्छ तपाईँ आरामै हुनुहुन्छ होला। But after long अति 1-2 महिनापछि 3 महिनापछि फेरि एक्टिभ भएको छु म युट्युबमा। सो म यसो बिजी थिएँ। आज हाम्रो के छ भने थम्बनेलमा थाहा पाइसक्नु भयो र टाइटलले गरेर पनि थाहा पाइसक्नु भयो। सो आज हाम्रो फेयरवेल हो अनि 10 को लागि दिनु लाग्यो। सो यही हो भ्यू यस्तो भइरहेको छ मर्निङ बेस। सो आज फेयरवेल हुन्छ रमाइलो हुन्छ। सो किप वाचिङ किप सपोर्टिङ। गाली चाहिँ नगरिदिनु होला कमेन्टमा किन इनएक्टिभ थिइस् के गरेको थिइस् भन्दाखेरि स्टडिज अब 10 पछि चाहिँ मोबाइल हाल्छु म। जस्ट वेट एन्ड वाच। त्यही हो तपाईँहरूले लाइक सब्सक्राइब गरिदिनु भएको छैन भने गरिदिनु होला। त्यसैको साथ अब हामी स्कुल जाँदैछौँ होइन। ओके सो हामीले हिँड्दैछौँ होइन टक्क अनि भान्जी सिन भान्जी म अनि हाम्रो स्कुलको क्लासमेटहरू त्यही सबै भएर एउटा डान्स प्र्याक्टिस गर्दैछौँ। उहाँहरूले कति धेरै डान्स प्र्याक्टिस गर्दा जानुपर्छ मैले पनि गरिरहेको छु। सो अब त्यही हो किप वाचिङ होइन। पहिलाभन्दा चाहिँ अलि चेन्ज देख्नुभयो होला तपाईँले पहिला म कस्तो थिएँ अहिले कस्तो छु भनेर। सो त्यही हो। अब हाम्रो साथीहरू चाहिँ यहाँ नरहेछ। अब हामी अर्को त्यो फिमेल फ्रेन्ड भएर जाँदैछौँ। सो किप वाचिङ गयो यता चाहिँ हजुर। सो त्यही हो अनि देखाउँछु। आइज न आइज न आइज भने कमन 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 ब्रो। सो अनि यो यस्तो राम्रो छ होइन। पोखराको ब्युटिज लाइक अ प्रिन्सेस हो प्रिन्सेस। सो अनि हाम्रो ओजी माई फ्रेन्ड माई बेस्ट फ्रेन्ड ल भन् नमस्ते नमस्ते भनमा ल। सो यो कुरा अहिले बोल्दैन किनभने पहिला पहिला बोल्थ्यो आज बोल्यो अलिक ठुलो भयो नि त। सो त्यही हो यो बास्केटबल कोर्ट। सो भान्जी बोल न लाइक सब्सक्राइब गाइदी। सो त्यही हो बी फनी बी फनी बी ह्याप्पी यो सबै माइन्डको खेल हो नि त त्यो भएर गरेको होइन गाइज। ए भान्जीले यहाँ सिकाइरहेको मलाई सबै कुरा सिकाउँदैन बिस्तारै। नाम नलिन बिचरा होइन होइन कञ्चनकै घर जानु लाग्यो हामी त। अहिले तपाईँहरूलाई सबलाई इन्ट्रोड्युस गराउँछु म। सो अनि आजको रमाइलो हुनेवाला छ फेयरवेल। सो किप वाचिङ। अलिकति नर्भस पनि भइरहेको छ। म त नर्भस छैन। आई एम फिलिङ कन्फिडेन्ट। आई एम अ कन्फिडेन्ट म्यान। एउटा डान्स चाहिँ अलिकति विषय जस्तो लाग्यो। माया पिरती भन्ने यसमा नाच्दैछ यो ट्यागको अब अलिक अरू रिहर्सल हाल्नुपर्छ। अहिले 6:36 भयो। अब साथीहरू कति बेला आउँछ। यप सो अनि यही हो अब साथी घर आउँदैछु उसको प्राइभेसी हुन्छ एउटा त्यो भएर म उसको घर चाहिँ देखाउँदिनँ। सो अब म वहीँ गएर देखाउँछु तपाईँलाई त। सो हामी सामान लिएर आएको छौँ हाम्रो ड्रेसहरू। सो अब हामी जाँदैछौँ उसको हाम्रो साथीले हामीलाई सामान दिएको छ यो ड्रेस केटाको ड्रेस खै होइन अब 3टा थियो अब एउटा तिनीहरूले आफूले लिएर आउँछन्। ए होइन होइन यस 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 3टा थियो।
हाम्रो केटाको ड्रेस होला सायद त्यो समथिङ केटीको राखिसक्यो होइन ए राखेछ त ए यो हाम्रो केटाहरूको हो यो त्यो नि केटाकै हो क्या तिनीहरूले केटाको दिएको हो क्या उसले ल बिहान बिहान यस्तो अमेजिङ अहिले बिहानको त्यस्तै 7 बज्नु ला होला सायद कति बजे हेर्दा 6:30 भयो रहेछ 40 समथिङ कति भयो भन्दा हो म त मेरो अङ्कल आउनु भयो भनेर ड्युक सो ए रमाइलो छ गाइजहरू रमाइलो छ गाइजहरू आज रमाइलो हुनेवाला छ भोट केमा अब 18+ हुन्छु बिस्तारै त्यहाँपछि ठक्क मैले नि भोट राम्रै हाल्छु राम्रै मान्छेलाई हाल्छु राम्रै तरिकाले हाल्छु सो अब उसको कारणले चाहिँ हामी जेनजीमा पढ्छौँ बट मन चाहिँ पहिला जमानाको मनपर्छ है मलाई चाहिँ गाइजहरू मलाई पहिलाको गीत मनपर्छ पहिलाको मान्छे मनपर्छ उहाँहरूको बानी बिहोरो राम्रो लाग्छ त्यही हो गाइज हेर्नु कस्तो भ्यू सो इन्जोइङ होइन इन्जोय गर्नुहोस् सो ओए बबाला हो गाइज किप गोइङ म्यान निशान ह्यान्डसम भइदियोस् हामी चाहिँ अहिले स्कुलमा आइसक्यौँ अनि यस्तै चलिरहेछ सो हाम्रो अहिले यहाँ स्कुलमा चाहिँ अलिक धेरै रेनोभेसन गर्दैछन् होइन रेनोभेसन भनाएछ कन्स्ट्रक्सनहरू धेरै भएको छ पहिला यो फुटपाथ थिएन हाम्रो पहिलाको भ्लग हेर्नुपर्छ भने थाहा छ तपाईँहरूलाई होइन अनि अहिले फुटपाथ बनिरहेको छ सो हाम्रो क्लास त्यहाँ छ अनि भर्खरै सिनेमेटिक त हेर्नुभयो होला र त्यही हो कस्तो युट्युबमा आउँदाखेरि जोस् राम्रै हुन्छ सो बी ह्याप्पी स्टे ह्याप्पी किप मुभिङ सो अब सबै मेम्बरहरू आउनु भएपछि म सबको इन्ट्रोडक्सन गराउँछु तपाईँहरूलाई ओके ए हाम्रो आजको स्टेज यो यहाँ गएर नाच्ने हो अब यहाँ अगाडि बनाउनुहुन्छ सबै कार्यक्रमहरू सो होइन अनि त्यही हो बाबा तपाईँ यहाँ किन बस्नुभयो म यहाँ मेरो डान्स गर्ने मित्रहरूलाई 20 वर्ष भयो म यहाँ पुरेर तपस्यामा बसेको तिनीहरू अझैसम्म आउँदैनन् यस्तो नि हुन्छ टोली पार्टीहरू आएको छ होइन मिस कञ्चन गुरुङ के भन भ्लगमा के भन्न चाहन्छ अनि त्यही हो अनि हामी डान्स गर्न लाग्यो प्रकृति आउने के भन्न चाहन्छु My name is Prakriti Guri. Namaste. सब्सक्राइब गर भन्नु न ए Subscribe गर. ल सही सो हामी आएको छ अब यहाँ इक्जाम छ अरे त्यही भएर अब खै के गरिन्छ थाहा होइन के भन्छौ बिहानै भनेको के अरे जे भन्नु भन नि त आज हामी होइन आज हामी चाहिँ फेयरवेलको लागि डान्स सिक्न आएको फेरि कन्टिन्यू गर्न ल अब हामी चाहिँ डान्स सिकिन्छ यहाँ हाम्रो डन डिओजी डन ओ फोन के मेरो ठुलो आउँछ फोनमाबाट स्पिकर नबजाउँ भने सो आज रमाइलो हुनेवाला छ किप वाचिङ ए यसलाई त हट्नु म त लास्ट होला बिहान हामी
यसलाई उठाउन गएको निन्द्रा पुगेको छैन होइन अँ 13 सुत गयो सो त्यही हो गाइस अब तपाईँले देखाउँछौँ हामी डान्स गरेको रिहर्सल अलिकति प्र्याक्टिस गर्न बाँकी छ सो होइन सो हाम्रो टोलीहरू आएको छ ओए बनकी चरी सो हाम्रो ग्रुपमा चाहिँ सबसे हुन्छ नि मेन्टलिटी ठिक हुने भनेको यो मान्छे हो कि एकदम गुड छ कि यो ल ल ल ए के अरे त्यसको ए मलाई म्याम वान फोटो हिन्दी बोल्छ त्यो ल सो अब हँसी मजाक भइरहेको छ ल के भन्ने भन्नु मन छ भने भन यार लाइक सेयर सब्सक्राइब भन्नु न यार भन्नै पर्छ कि लाइक शेयर सब्सक्राइब गरिदिनु च्यानलको नेम निसान एन्ड पिजे एन्ड पिजे ब्लग सो यिनीहरू यिनीहरूको डान्स हेरेर थाकिसके मेरो काम बनाइदियो थ्याङ्क यू म कुदिरहेको मेरो पालोको feeling bored guys अब म यहाँ डान्स गर्न लाग्यो टुच्च मात्रै भिडियो बनाइदियो नि म नाचेको देखाइदिन्छु टुच्च कति हो 5 मिनटको जस्तो बनाइदिनु अलि नजिक जाऊ न यार सो हाम्रो स्कुलमा अब यहाँ हुँदैछ टक्क यहाँ प्रिपरेसन स्टार्ट हुँदैछ होइन भाइजहरू हाम्रो 9 कक्षाको फेयरवेल 10 लाई दिन लगाएको अनि यहाँ उयो चाहिँ 10 को हो अनि यहाँ माथिको चाहिँ हाम्रो क्लास हो होइन त्यही हो गाइस सो अब हामी चाहिँ घर जान लागेको सब मेम्बर मिलेर अब सबै डान्स सिकियो ओए हाम्रो कपडा त्यहाँ हेर ओए मामाकोमा राखिदिउँ ओ ड्रेस मामाकोमा राखिदिउँ सो अब म अब ड्रेस मामाकोमा राखिदिन्छु अब त्यही हो है त सो भन्टाङ मुन्डुङ गरी हिँडिरहेको छ
अब हामी चाहिँ यहाँ मेयरपटनमा आइसक्यौँ सो अब म डाइरेक्ट तपाईँलाई अब ढिलो नगरिकन डाइरेक्ट अब म कामसाम भ्याएर अनि तपाईँलाई डाइरेक्ट अब स्कुलमा भेट्छु ल ओके डाइरेक्टली ल है त म चाहिँ अब रेडी भएर अब कपाल काटेर देखिरहनु भयो अब म चाहिँ जाँदैछु स्कुल सो यहीँनिर छु गाइस टाइम त भइसक्यो स्कुल जाने अब म अब जान्छु स्कुल सो अब तपाईँहरूलाई स्कुल गएरै भेट्छु म ओके स्कुल गएर नै आएको हो म पनि गएर आएको साथी कपाल नि काटेर आएको होइन अनि अब म चाहिँ अब उता साथीको घर जाने काम पऱ्यो अब अहिले स्कुलमा जान्छु फेरि अब म पहिला साथीको घर जान्छु अनि पछि है आजको भ्लग एकदम रमाइलो हुने रहेछ हुन्छ है त म अब हिँड्दा हिँड्दा आइपुगेँ सो कमेन्ट डाउन गर्नु होला है आज ब्लग के कसो लाग्यो तपाईँहरूलाई हेलो गाइस सबैजनालाई नमस्ते मेरो नाम सुशान्त गुरुङ अनि मेरो दाइको च्यानललाई सब्सक्राइब गरिदिनु होला है किप सपोर्टिङ माई ब्रदर थ्याङ्क यू भेरी मच गाइस अहिले चाहिँ ट्याग कल मेरो घरबाट आएको अनि त्यही हो आजको दिन चाहिँ भेरी स्पेसल हुनेवाला छ वी आर भेरी एक्साइटेड फर द्याट अब फर्स्ट फेयरवेल दिँदैछौँ हामीले 9 कक्षाकोलाई 10 कक्षाकोलाई परफर्म गर्दैछौँ हामी चाहिँ गाइसहरु टुडे इज अ फेयरवेल ओए सब हामीले फेयरवेल दिँदै के छ भन्न केही भन्न चाहन्छु गाइस मैले काम पाएको छु यो हाम्रो डान्सरजीहरूको ड्रेस पुऱ्याइदिन यस्तै हो केटा मान्छेले काम हराउँछन् केटीहरूले धेरै गाह्रो छ अब हामी चाहिँ अब ड्रेस लाउनु लाग्यो 1 2 3 गो ब्याग होइन लाउरे लाउरे Once more rehearsal होइन Why serious? Why this Laure guys.
तपाईँहरूले देखिसक्नुभयो हामी डान्स गरेँ भर्खरै सो बब्बाल एक्सपिरियन्स भयो मेरो लागि ठिक छ गाइस तपाईँलाई एउटा गर्नु सब सरले मेरो डान्स मन परायो अरे कि कसम हो आर्यन सरले भन्नुभयो कि गाइस अब हामी चाहिँ खाना लगाएको होइन सो हाम्रो नास्ताहरू आइसक्यो ल अब यो हाम्रो एउटा स्पेसल माई ब्रदर पहिलाबाट चिनिराख्नु भएको दाइ सो हिज विथ मी हिज अल्सो अ ब्लगर सो चेक इट आउट है के लाग्यो गाइस सायद आज फेगलको मासु मिठो भयो होला खाना आउ गाइस यहाँ ल है त होइन सो हाम्रो यो खाना यहीँ छ अब हामीले खाना जाँदैछौँ होइन आउनु हो भोकमा यहाँ हाम्रो दाइ हुन्छ र हाम्रो दाइ ओ गाइस सन्चै यो भाइले सबले सब्सक्राइब हाल्नु पर्यो अहिलेलाई चाहिँ मासु खानु पर्यो ल काम गाइजहरू ल है काम 70 रुपियाँको छ नि गाइस सुरु गर्नु पर्यो ह्याप सान्ने टाइम हुँदैछ ल है त मैले नै ह्याप ल है त खाएँ त एकचोटि त्यो भिडियो नभन्दै यो स्याल भइसक्यो पहिला 10 कोले खाने अनि बल्ल 9 कोले खाने अब 9 को हो क्या फेरि यो डान्स अघि नाचेको थियो खोक्का नाचेको थियो हेर्छौँ जसले 100 करोडका बाबा कसरी चाहिँ खाने भात ससुराली भन्दा मिठो यहाँ भएको अब खानु मधुराली आउनु पर्यो भात खान चाहिँ चञ्चल स्कुलमा पाउँदैन मासु भात बासमती नाइस एनर्जी चाहिएन हेलो गाइस है सपोर्ट गरिदिनु पर्यो होइन धेरैभन्दा धेरै है लगे गर्न साढे हाँस्दै नाचियो केटो होइन मुस्कान दिँदै ल्याम्पमै खानुपर्छ ल्याम्पमै भरे बाटोमा खानु पर्ने के खाने दोस्त तिमीले बुझेको तिमीले अझै याद मिस कञ्चनजी Justin, away, get out! Wait, कर्म दिनुभयो हामी ल थ्याङ्क यू निशान इज अ जेन्टलम्यान यसका ब्लगहरूलाई एकदम सबैले मन पराइदिएर उसको सानो स्टेपबाट ठुलो सफलता हासिल गर्नको लागि सबैले सब्सक्राइब गरिदिनु होला र सहयोग गरिदिनु होला थ्याङ्क यू सर भेरी मच थ्याङ्क यू सर भेरी मच मेरो बेस्ट टिचरहरूको मैले फोटो खिचेको छु अनि त्यही मलाई मनपर्ने सर टिचरहरू सब हुन् तर स्पेसल उहाँहरू हुनुहुन्छ त्यही भएर फोटो हेरिसक्नुभयो होला तपाईँले रमाइलो भइरहेको हाम्रो डान्स कतिखेर हुन्छ अब वेट गरिराखौँ
त्यही के भयो नि डान्स त राम्रै गरेर रहेछ तिमी त सो ल साइलेन्ट एकदिन एकछिन नो डिस्टर्ब है केटा साइलेन्ट किन आयो त ओइ आज नाम तेरा ओइ सलाम ठोक्न सलाम गर शाबास शाबास हजुर प्रतीक थोबडा लुक्यो बलुनमा ओइ वा 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 भिडियो बनाउनु
ल प्रकृति बाई भन ए एउटा जाओस् न त केही जाओस् न त लाइक र सब्स्क्राइब गर्दिनु द्याट्स माई फ्रेन्ड यार अनि शेयर पनि कमेन्ट पनि थ्याङ्क्स ल मेरो भाइ हाई गर बाई 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 सो आजको लागि यति नै हुन्छ सबलाई ल है त कस्तो लाग्यो के लाग्यो भनिदिनु होला कमेन्टमा सो वाच इट आउट गाइज केही भन्नु एकदम नाइस बाइ बाइ गाइस वेलकम ब्याक टु आवर च्यानल वेलकम ब्याक टु यति नै हो आजको लागि बाइ बाइ ल सो बाई 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 बाई